हेलो साथीहरु, फेरि पनि तपाईहरुलाई स्वागत छ आफ्टर यस ईई क्लास 11 को इन्ट्रान्स प्रिपरेसन क्लासमा। आज चाहिँ हाम्रो इंग्लिश को डे 11 रहेको छ, जसमा चाहिँ म तपाईहरुलाई कनेक्टिभ को पुरै रुल्स र त्यसको एक्जाम्पल सहित र पास्ट इयर क्वेशन सहित तपाईलाई पुरै फुली फोकस गरेर म चाहिँ यहाँ सिकाउने छु। त्यसैले तपाईहरु चाहिँ साइन्स जेभियर, एसओएस र सैनिक जस्ता अरु को कुनै ठाउँको लागि तपाईहरु इन्ट्रान्स प्रिपरेसन गर्दै हुनुहुन्छ भने यो भिडियो तपाईहरुको लागि नै हो। त्यसैले यो भिडियोलाई तपाई फुली हेर्नु होला। र त्यसपछि अर्को कुरो, तपाईहरु चाहिँ डे 1 बाट भिडियोहरु हेर्नु भएको छैन भने गएर तपाईहरु डे 1 देखि डे 10 सम्मको भिडियोहरु हेर्नु होला। अनि त्यसपछि आज चाहिँ त हाम्रो डे 11 भइ नि हाल्यो। म चाहिँ तपाईहरु यो भिडियोमा चाहिँ कनेक्टिभ को पुरै रुल्सहरु चाहिँ सिकाउने छु। त सबैभन्दा पहिला हामी के सिक्छौ? कनेक्टिभ्स को रुलहरु सिक्छौ, त्यसपछि त्यसको पास्ट इयर क्वेशनहरु गर्छौ र त्यसपछि अरु विभिन्न एक्जाम्पलहरु पनि गर्छौ, जुन चाहिँ तपाईको मोस्ट भन्दा मोस्ट धेरै चान्स हुन्छ के तपाईहरुको इन्ट्रान्स एक्जाममा आउने चान्स ल म फिक्स दिदै छु। यो भिडियो हेरिसकेपछि तपाईहरुलाई यताउति जानै पर्दैन, यसैबाट नै आउँछ, यही रुलबाट आउँछ। त्यसैले यो रुलहरु तपाईहरुको लागि धेरै मोस्ट इम्पोर्टेन्ट रहेको छ। ल अब चाहिँ सुरु गर्नु। त सिम्पल, तपाईहरुलाई थाहा छ कनेक्टिभ भनेको के हो त? कन्जक्सन हो। कन्जक्सन भनेको के? कनेक्टिभ। अर्को नाम कनेक्टिभ र कन्जक्सन भनेको के? संयोजक। तपाई नेपालीमा पढ्नु भएको होला हो। त यो कनेक्टिभ भनेको के हो त? सिम्पल कुरा बुझ्नुस्। कनेक्टिभ भनेको के हो? त कुनै दुईवटा वर्ड वा दुईवटा सेन्टेन्सलाई आपसमा जोड्नको लागि प्रयोग भएको वर्ड चाहिँ के हो त? कनेक्टिभ हो वा कन्जक्सन हो। सिम्पल यही लेखेको छ, ल पढ्नुस्। Conjunction are the essential part of speech that connects के word, phrase, clause और sentence। clause र sentence भनेको एउटै कुरो हो। अब phrase भनेको के? नाउनहरु, नाउन जस्तो वर्डहरु हो। त यस्तो कुरा दुईवटा वर्ड वा दुईभन्दा बढी वर्ड पनि, दुईवटा सेन्टेन्स वा दुईभन्दा बढी सेन्टेन्सहरु पनि आपसमा जोड दिने काम भनेको के हो त? कनेक्टिभको हो, कन्जक्सनको हो। त अब चाहिँ के हुन्छ? कन्जक्सनलाई चाहिँ मेनली चाहिँ तीन भागमा डिभाइड गरेको छ। नम्बर 1 आयो तपाईको कोर्डिनेटिङ कन्जक्सन। त यो कोर्डिनेटिङ कन्जक्सनको काम के हो? वर्डहरु र सेन्टेन्सहरुलाई त जोड्नै नै हो, तर के इक्वल स्ट्रक्चरमा जोड्ने हो। कस्तो स्ट्रक्चर? इक्वल स्ट्रक्चर। इक्वल स्ट्रक्चर भनेको के? कि जतिवटा वर्ड यता हो त्यतिवटा वर्ड यता। भन्नुपर्दा के एउटा सेन्टेन्स यहाँ हुन्छ, अर्को सेन्टेन्स यहाँ हुन्छ। दुईवटा सेन्टेन्सलाई आपसमा जोड्यो भने त्यो के हो? इक्वल भागमा जोड्ने काम भनेको कसको हो त? कोर्डिनेटिङ कन्जक्सनको। कसको? कोर्डिनेटिङ कन्जक्सन। जस्तै ल यसको एक्जाम्पलहरु फोर, एन्ड, नर, बट, और, एट, सो, यिनीहरु चाहिँ के हो त? कोर्डिनेटिङ कन्जक्सन भयो। ल फर एक्जाम्पल यहाँ हेर्नुस् त, सी लाइक्स टी एन्ड त्यसपछि ही लाइक्स कफी। के छ? बुझ्नु भएको भएन हो? इक्वल स्ट्रक्चर। हेर्नु त एउटा यो र एउटा यो, दुईवटा इक्वल भाग छ कि छैन? त यसले जोड्ने काम केले गरेको छ? एन्डले गरेको छ। त्यसैले के बुझ्नु भयो कि कोर्डिनेटिङ कन्जक्सन भनेको के? इक्वल स्ट्रक्चरमा भएकोलाई के गर्ने हो? जोड्ने काम हो। अब यहाँ हेर्नु त, यो पनि सिम्पल कुरा हो, पढ्नुस्। सब कोर्डिनेटिङ कन्जक्सन 2 नम्बरमा। अर्को के हो? सब कोर्डिनेटिङ कन्जक्सन। यसको पनि काम के हो? कनेक्ट नै गर्ने, तर के इन्डिपेन्डेन्ट। के हुन्छ? इन्डिपेन्डेन्ट क्लज सोइङ रिलेसनशिप। यस्तो कुराहरु जसमा के त्यसको इफेक्ट, कन्स्ट्रेक्ट र टाइमहरु जस्ता कुरोहरु हेराउँछ। के टाइमको कुरो हेरायो भने र के को इन्डिपेन्डेन्ट हुन्छ। यो इन्डिपेन्डेन्ट के? इन्डिपेन्डेन्ट रिलेसन शो गर्छ, एक र अर्कोमा रिलेसन हुँदैन। यस्तो कुराहरु के भयो त? जस्तै एक्जाम्पल यहाँ टिल, अन्टिल के छ? अन्टिल, टिल पनि हुन्छ, सिन्स, अल्दो, व्हाइल, इफ, बिकज, यिनीहरु भइहाल्यो। ल यसको एक्जाम्पल पनि हेर्नुस्। आई विल गो टु द पार्टी इफ आई फिनिश माई होमवर्क। यो चाहिँ के भयो तपाईको? एउटा एक्जाम्पल यहाँ हेर्नुस्, इफ को काम जोड्ने भएछ कि छैन? हो। अनि अर्को के हुन्छ? एउटा कोरिलेटिभ कन्जक्सन। कुन कन्जक्सन? कोरिलेटिभ कन्जक्सन। यो कोरिलेटिभ कन्जक्सन के हुन्छ? यो पेयरमा हुन्छ, पेयर कनेक्टेड, पेयर टु कनेक्ट इक्वल एलिमेन्ट। यो चाहिँ के हुन्छ? पेयरमा हुन्छ र के कनेक्ट गर्छ? इक्वल एलिमेन्टलाई कनेक्ट गर्छ।
केलाई जस्तै यहाँ हेर्नुस् त पेयरमा चाहिँ छैन आइदर अर नाइदर नर बथ एन्ड नट ओन्ली बट अल्सो सो दैट हो यो चाहिँ दुई दुईवटा हुन्छ भन्नुको अर्थ के पेयरमा हुन्छ त यो पेयरमा त हुन्छ त के गर्छ यो यहाँ पनि एउटा सेन्टेन्स र यहाँ अर्को सेन्टेन्सले जोडेको हुन्छ यहाँ एउटा वर्ड हुन्छ त काम के भयो यो चाहिँ पेयरमा हुन्छ र इक्वल एलिमेन्टलाई के गर्छ जोड्ने काम गर्छ केमा त कुनै एउटा सेन्टेन्समा यसरी बुझ्ने ल तपाईं यसको पनि एक्जाम्पल हेर्नुस् त फर एक्जाम्पल के हो आइदर यु स्टार्ट वर्किङ नाउ अर यु विल मिस द डेडलाइन हेर्नुस् त यो पनि एउटा सेन्टेन्स भयो यो पनि एउटा सेन्टेन्स भयो भएन के छ त इक्वल सेन्टेन्स इक्वल एलिमेन्ट छ त्यसपछि केले जोडेको छ आइदर अर भएन हो त यही हो तपाईको के कोरिलेटिभ कन्जक्सन त अब मेनली हामीलाई के पढ्नु छ यो जति कन्जक्सनहरु छ तिनीहरुको अब युज कसरी गर्ने कुन कुन आधारमा युज गर्ने त सबै कन्जक्सनको युज सबै किसिमले गर्न सकिन्छ त्यसैले हामीले अब के पढ्ने रिजन सोइङ कनेक्टिभ कारण प्लस नतिजा हो कारण र नतिजा हेराएको छ भने यी कन्जक्सनहरु युज गर्ने यी कनेक्टिभहरु युज गर्ने के छ त हेर्नुस् त एउटा के हुन्छ कारण हुन्छ र अर्को के हुन्छ नतिजा हुन्छ कुनै कारणवश के भयो त्यो नतिजा कारण र नतिजा त अब सुन्नुस् त यो बिकज एज फोर र सिन्स यो चारवटा कनेक्टिभहरु आयो भने के बुझ्ने कारण हो कारणको अगाडि के को प्रयोग गर्ने यी चारवटा के को चारवटा कनेक्टिभको युज गर्ने के को अगाडि कारणको अगाडि अनि अर्को के हुन्छ नतिजा पनि हुन्छ हो त दुईटा सेन्टेन्स हुन्छ एउटा हुन्छ कारण अर्को के हुन्छ नतिजा अर्को एउटा नतिजा र अर्को के हुन्छ कारण त सुन्नुस् त यो कारणको अगाडि चाहिँ यी चारवटाको गर्ने यहाँ र नतिजाको अगाडि चाहिँ यहाँ छ नतिजाको अगाडि के गर्ने सो र देयरफोर को प्रयोग गर्ने यो क्लज भनेको के थाहा छ कि छैन पहिला यो भन्नुस् क्लज भनेको सब्जेक्ट भर्ब अब्जेक्ट भएकोलाई के भनिन्छ क्लज भनिन्छ यो कुरा दिमागमा राख्ने अनि अर्को हुन्छ नाउन फेज त नाउन फेज भनेको सिम्पल कुरा छ कुनै एउटा नाउन दिएको हुन्छ यति बुझ्नुस् त्यो नाउनको अगाडि केही अरु कुराहरु दिएको पनि हुन सक्छ तर मेनली एउटा नाउन हुन्छ यति दिमागमा राख्ने यो भनेको सब्जेक्ट भर्ब अब्जेक्ट भनेको क्लज हो ठीक छ ल यो पनि बुझ्यो ल अब सुन्नुस् त कारणको अगाडि के को प्रयोग गर्ने त यो चारवटाको र नतिजाको अगाडि के को प्रयोग गर्ने सो र देयरफोर को र अर्को के भयो नाउन फेजको अगाडि के को प्रयोग गर्ने बिकज अफ यादै गरिहाल्नुस् बिकज एज फोर सिन्स प्लस कारण नेपालीमा याद गरिहाल्नुस् जसरी याद हुन्छ त्यसरी कारण अनि त्यसपछि बिकज अफ छ भने नाउन फेज सो र देयरफोर छ भने सो देयरफोर छ भने के गर्ने नतिजा सिधिहाल्यो यतिक बुझ्यो भने सक्यो हेर्नुस् अब यहाँ सी स्टे होम इट वाज रेनिङ त कारण के छ रेनिङ भइरहेछ त्यसैले घरमा गयो घरमा बसेछ हो त मेन कारण यो छ र नतिजा यो छ नतिजा त कारणको अगाडि के को प्रयोग कुनै एउटाको गर्दिनुस् ल म एजै गर्दिए केही फरक छैन कुनै एउटा गर्दिने अप्सनमा कुनै एउटै दिएको हुन्छ ठीक छ ल अब जस्तै यहाँ हेर्नुस् सी स्टे होम घरमै बसे किन द रेन भइरहेछ के छ यो रेन एउटा नाउन हो नाउन फेज हो त्यसैले के गर्ने बिकज अफ गर्दिने हो त यही कुरा एउटा दिमागमा राख्ने के छ कारण र नतिजा दुवै छ कारण के छ यो नतिजा छ यो तर के छ नाउन फेज छ त्यसैले बिकज अफ यहाँ पनि कारणको अगाडि के यिनीहरु तर अब हेर्नुस् अब नतिजा इट वाज रेनिङ र सी स्टे होम हो त यो के छ कारण भयो के कि पानी परिरहेछ यो के भयो नतिजा यो भयो कि होममै छ भएन हो त होममै छ नतिजा भयो त त्यसैले के गर्ने सो वा देयरफोर कुनै एउटा गर्दिने सो गर्ने वा देयरफोर गर्ने कुनै एउटा गर्ने कारण नतिजा छ भने त यादै भयो सो देयरफोर नतिजा ल अब नेक्स्ट गर्नुस् अब यो पर्पज सोइङ कनेक्टिभ हो पर्पज सोइङ भनेको उद्देश्य हेराउँछ भने के को उद्देश्य छ त्यसमा केही रट्नै पर्दैन सिम्पल एउटा ट्रिक सिक्नुस् टु र इन अर्डर टु भन्नुको अर्थ टु बुझ्नुस् त टु
वाला छ भने V1 को प्रयोग गर्ने, 4 वाला छ भने V4 हो। त सुन्नु सिम्पल कुरो, V1 दिएको छ भने 2 र इन अर्डर 2 भइहाल्यो र V4 दिएको छ भने 4 को प्रयोग गरिदिहाल्ने, आँखा चिम्लेर बन्द गरेर जसरी भए पनि। V4 छ भने 4 को प्रयोग। अब अर्को कुरो के, यो हेर्नुस्, यो क्लाउजमा यसरी यो स्ट्रक्चरमा प्रयोग भएको छ भने सब्जेक्ट प्लस मोडेल भर्ब प्लस V1 प्लस अब्जेक्ट दिएको छ भने के दिमागमा आउनु पर्यो कि मलाई सो दैट को प्रयोग गर्नु छ। क्लाउज के हुनु पर्यो, क्लाउज यसरी सब्जेक्ट भर्ब अब्जेक्ट। त कसरी, त सब्जेक्ट प्लस मोडेल भर्ब प्लस V1 प्लस अब्जेक्ट छ भने क्लाउज के गर्नु पर्यो, सो दैट गर्नु पर्यो र V4 छ भने 4 गर्नु पर्यो र V1 छ भने 2 र इन अर्डर 2 गर्नु पर्यो। सकिहाल्यो, यति दिमागमा राख्ने। जस्तै ल यहाँको एक्जाम्पल हेर्नुस् त, यहाँ हेर्नुस्, सी वेन्ट टु द मार्केट। त वेन्ट यो त थाहै छ, गोइङ मा के लाग्छ हो, एउटा यो यादै छ गोइङ टु चाहे गो टु, र एउटा के हुन्छ कम इन हो, कम इन। यो त यादै राख्नु पर्छ एउटा कुरो, यो म प्रिपोजिसनमा भनेको छु हो कि हैन। त त्यसैले यसमा त यो 2 भयो। अनि अर्को चाहिँ हेर्नुस् त यो इट V1 छ, V1 छ कि छैन, त के गरेको छ यहाँ हेर्नुस् 2 को प्रयोग भएको छ कि छैन, हो। त त्यही कुरोमा भनिरहेछु कि 2 को प्रयोग कहाँ गर्ने, जहाँ V1 होला त्यसको अगाडि गरिदिने, सिम्पल कुरो। त आई एम गोइङ टु इट फुड, म खाना खाना गइरहेछु, उद्देश्य के छ त्यसको, खाना खाने हो। त यति बेला गर्ने। ल यहाँ हेर्नुस् त V4, यहाँ हेर्नुस् चिटिङ के छ, द मेन वाज पनिस्ड फर के चिटिङ भएन हो। त V4 आएको छ भने 4 को प्रयोग गरिदिहाल्ने। अब अर्को हेर्नुस्, द के भन्छ सी स्टडीज हार्ड सो दैट सी कैन पास द एग्जाम। उद्देश्य के छ, हार्ड स्टडी पास द एग्जाम, के गर्ने सो दैट को प्रयोग। किन, यो हेर्नुस् मोडेल भर प्लस V1 आएको छ, त्यसैले यति त बुझिहाल्छौ। ल अब नेक्स्ट गर्नुस्, अनएक्सपेक्टेड रिजल्ट सोइङ कनेक्टिभ। अनएक्सपेक्टेड रिजल्ट भन्नुको अर्थ के, यसमा के हुन्छ एउटा परिस्थिति हुन्छ र अर्को के हुन्छ आशा नगरेको नतिजा हो। जस्तै म धेरै मेहनत गरे तर परीक्षामा फेल भइहाल्यो हो। त यही कुरा के हो, अनएक्सपेक्टेड रिजल्ट हो कि होइन। जे म सोच्या थिएन त्यही भयो, यो भनेको के तपाईको अनएक्सपेक्टेड रिजल्ट हो, अनएक्सपेक्टेड रिजल्ट सोइङ हो। त परिस्थिति र आशा नगरेको नतिजा आयो भने के हो, त्यो भनेको चाहिँ अनएक्सपेक्टेड रिजल्ट सोइङ हो भनेर बुझ्नु पर्यो। अब हेर्नुस् त एउटा के छ, यसमा पनि दुवै क्लाउजै हो, दुवै के हो, यहाँ क्लाउज नै हो, सब्जेक्ट भर्ब अब्जेक्ट, यो पनि सब्जेक्ट भर्ब अब्जेक्ट। त परिस्थिति छ भने परिस्थिति र एउटा नतिजा हुन्छ। पहिला परिस्थिति भनेको म धेरै काम गरे, धेरै मेहनत गरे, आई हार्ड लेभल वर्क हो। त हार्ड लेभल वर्क के भयो, परिस्थिति। तर रिजल्ट के हो, आशा नगरेको नतिजा, फेल द एग्जाम हो। त आशा नगरेको भएको भएन हो। त त्यही कुरा छ। त परिस्थितिको अगाडि के गर्ने, दो अल्दो इभेन दो, यादै भयो, दो अल्दो इभेन दो, दो वाला गर्ने, टीएच युजिएच वाला। ल दो, त दो अल्दो इभेन दो गर्ने। ल यहाँ हेर्नुस् त, he helps the orphan लाई, he is poor हो। परिस्थिति के छ कि त्यो पुअर छ, त्यसैले के गर्यो, हेल्प गर्यो। त के गर्यो, त्यो पुअर छ हो, he is poor, तर he helps the orphan, गरिबलाई मद्दत गर्ने अर्फनलाई गर्यो। त के भयो, आशा नगरेको। त त्यसैले के बुझ्ने यसमा, अल्दो यहाँ गर्ने। ल यहाँ न त डिस्पाइट इन स्पाइट अफ हो। एउटा कुरो तपाई दिमागमा राख्ने, यो जुन डिस्पाइट र इन स्पाइट हेर्नु भएको भएन, त यो डिस्पाइट अफ पनि अप्सनमा राख्न सक्छ। त के दिमाग राख्ने कि यो डिस्पाइट एउटा वर्ड हो, डिस्पाइट मात्र हुन्छ, तर यो इन स्पाइट अफ, यति याद राख्नुस्, इन स्पाइट अफ। कुनै बेला यसरी दिइहाल्छ, इन स्पाइट मात्र, यति इन स्पाइट। त मिल्यो, मिल्दै मिलेन हो, मिल्दै मिलेन। अब यो करेक्ट वर्ड भयो एउटा। त के याद राख्ने कि डिस्पाइट पछि अफ हुँदैन र अर्को के हुन्छ, इन स्पाइट अफ हुन्छ, यति याद राख्ने दिमागमा। त त्यसपछि के हुन्छ, नाउन फेज हुन्छ, तर के यहीको अनएक्सपेक्टेड रिजल्टमा गर्ने। अनएक्सपेक्टेड रिजल्टमा डिस्पाइट र इन स्पाइट अफ गर्ने कति बेला, नाउन फेज भएको बेला। ल अब आउनुहोस् यसमा, हिज नेग्लिजेन्स, ही पास द एग्जाम हो।
त्यो के छ पढेन केही काम गरेन तर पनि पास भइहाल्यो अनएक्सपेक्टेड रिजल्ट तर यहाँ के छ हिज नेग्लिजेन्स हो यो चाहिँ के हो नाउन फेज त्यसैले के गर्ने डिस्पाइट वा इन स्पाइट अफ त इन स्पाइट अफ दिएको छ यही लेखिहाल्ने ल भाइ यहाँ त बट हाउएभर नेभरदलेस ननदलेस एट त यसरी याद गर्ने बट एट हाउएभर यसरी बट एट हाउएभर नेभरदलेस ननदलेस बट एट हाउएभर यादै गर्नु त्यसपछि के हुन्छ क्लज कुन क्लज अब नतिजाको अगाडि हो यहाँ परिस्थितिको अगाडि यहाँ आशा नगरेको नतिजाको अगाडि के लेख्ने योहरू लेख्ने सिम्पल कुरा छ ल यहाँ हेर्नुस् त आई वाज नट हंग्री म भुकाएको थिएन तर पनि धेरै खाना खायो हेर्नुस् भुकाएकै थिएन धेरै खाना खाइहाल्यो त के थिएन भुकाएको यो परिस्थिति र यो के आशा नगरेको के रिजल्ट आशा नगरेको नतिजा त्यसको अगाडि के को प्रयोग बट एट हाउएभर एभरदलेस ननदलेस कुनै छ अप्सनमा दिए छैन ल एबाट कुनै एउटा लेख्नु बट भएन कुनै एउटा लेखिदिने ल अप्सनमा हेर्ने अब नेक्स्ट जानुस् अब के हुन्छ एउटा कोरिलेटिभ कनेक्टिभ हो कोरिलेटिभ कनेक्टिभ भनेको जोडी संयोजकहरू जुन तपाईहरुलाई पढाए भर्खर 3 नम्बरमा टाइप्सको 3 नम्बर कोरिलेटिभ कनेक्टिभ त यही छ के छ आइदर अर भनेको के या त या हो या त राम या श्याम या त राम या श्याम इज कमिङ टु द पार्टी भएन आइदर अर यो भयो अनि न त न भनेको के नाइदर नर हो न त सीता न माया इज प्रेजेन्ट इन द क्लास आएकै छैन दुवै मध्ये कुनै हो यसरी बुझ्ने अब यो के छ वेदर अर भनेको के कि त तिमी आयो कि आएनौ आई एम गोइङ टु कहाँ मुस्ताङ हो कि त तिमी आऊ या नआऊ म मुस्ताङ जान्छु भन्नुको यो हो कि त दिमाग लगाउने के कि जुन यो म वर्ड लेखेको छु त्यसको नेपालीमा बुझिहाल्यो भने भइहाल्यो हो या त या अर्को न त न कि यसरी अब यसबाट त सोध्दैन फिक्स यसबाट सोध्ने तर पनि जानिराख्ने कि यसरी पनि हुन्छ योहरू कनेक्टिभ छ कसरी प्रयोग गर्ने यहाँ हेर्नुस् नट ओन्ली बट अल्सो मात्र हैन कि यो पनि हो यु आर नट ओन्ली माई स्टुडेन्ट बट अल्सो अ फ्रेन्ड तिमी मात्र मेरो स्टुडेन्ट छैनौ कि कुन मेरो फ्रेन्ड पनि स्टुडेन्ट हो यो भन्न खोजेको छ ल यहाँ हेर्नुस् सो दैट ताकि हो द हाउस वाज सो ब्युटिफुल दैट आई परचेज इट स्ट्रेट वे हो यो भनेको के हो ताकि सो दैट द हाउस वाज सो ब्युटिफुल दैट ताकि के ब्युटिफुल मात्र होइन कि के भयो यो भइहाल्यो सिम्पल कुरा छ यो बुझिहाल्छौ केही गाह्रो छैन यहाँ हेर्नुस् अर्को के छ कन्डिसनल कनेक्टिभ कन्डिसनल भनेको के शर्त जनाउने संयोजक हो त कन्डिसनल कनेक्टिभ भनेको के बुझ्यो केही कुरा आयो दिमागमा कन्डिसनल पढ्नु भएको छ कन्डिसनल सेन्टेन्स हो त त्यसैमा युज भएको इफ र वेदर इफ को प्रयोग सिकाएको छु कि छैन हो अनि अनलेस यो त सिकाएकै छु कि अनलेस को प्रयोग भएको छ भने के गर्ने अनलेस को प्रयोग भएको छ भने अर्को सेन्टेन्समा नट को प्रयोग गर्ने यो एउटा कुरो त यादै होला ठिक छैन यहाँ हेर्नुस् त यु विल नट किनकि यहाँ अनलेस आएको छ अनलेस यु स्टडी हार्ड नट यहाँ लेखेको छ त के छ नभएमा यो तपाईहरु के छ अनलेस को प्रयोग भएको छ यहाँ हेर्नुस् यु स्टडी हार्ड यु स्टडी हार्ड कुन टेन्स यो इफ क्लज केमा छ सिम्पल प्रेजेन्ट के गर्ने यहाँ यु पछि के गर्ने शैल विल प्लस v1 त्यही गरेको छ त यो त यादै छ नियम कनेक्टिभ बुझ्नुस् यो के छ कन्डिसनल सिम्पल बुझ्नुस् यो कन्डिसनल सेन्टेन्स को हुन्छ कि इफ को प्रयोग र वेदर ल हेर्नुस् त इफ यु वान्ट पास द एक्जाम v1 दिएको छ के स्टडी हार्ड हो v1 प्लस सब्जेक्ट पनि लेख्न पायो पाएन इफ वेदर फेरि त्यही आई वान्ट नो वेदर यु आर फ्री द इभिनिङ सिम्पल कुरा छ यो सबै सिकिहालेको छौ केमा सिको छौ हो सेन्टेन्समा कन्डिसनल सेन्टेन्स ल यहाँ हेर्नुस्
टाइम सोइङ कनेक्टिभ, समय बताउने संयोजक हो। समय बताउने संयोजकहरू हेर्नुस् त के छ। जस्तै व्हाइल को प्रयोग के हुन्छ यसको नेपालीमा? जुन बेला हो। त व्हाइल आई वाज स्लिपिङ, जुन बेलामा स्लिपिङ गरिरहेको थियो, somebody knocked the door हो। कसैले के गर्यो त? ढोका खटखटायो, नक्ड गर्यो हो। बिफोर भनेको के? पहिले हो। त वाश योर लेग बिफोर यु इन्टर द रूम, पहिले गर्नु पर्यो, सिम्पल कुरो छ, बुझिहाल्छौ यो। आफ्टर भनेको के? पछि हो। त यसको एक्जाम्पल हेर्नुस्, यु क्यान मिट मी आफ्टर यु फिनिश योर वर्क, तिमी आफ्नो सबै कार्य सकाएर के गर, त्यसपछि मसँग भेट हो। यो पनि बुझ्यो। आफ्टरको प्रयोग पछिको हो। सिम्पल के छ, यो जुन वर्डहरू छ नि नेपालीमा बुझिहाल्यो भने प्रयोग गर्न आइहाल्यो, किनकि अप्सन हुन्छ, अप्सनमा हेर्ने जुन सुटेबल हुन्छ त्यही लेख्ने नि हो। अब हेर्नुहोस् यहाँ व्हेन भनेको के? जहिले, जहिले हो। त व्हेन जहिले आई वेन्ट टु मार्केट आई मिट राजु, जहिले म मार्केटमा गयो त्यति बेला कसँग भेट्यो? राजुसँग भेट्यो। एज लङ एज भनेको के? जबसम्म हो। जबसम्म आई एम विथ यु यु निड नट टु वरी हो। जबसम्म म तिमीसँग छु यु निड नट वरी, बुझिहाल्यो ल, सिम्पल कुरो छ। अब नेक्स्ट गर्नुहोस्, एज सुन एज भनेको बित्तिकै, एज सुन एज बित्तिकै आई रिच्ड होम आई स माई मदर हो। बित्तिकै म घर जाँदै बित्तिकै म आफ्नो मम्मीलाई केही भन्यो, के भन्यो के भन्यो के होला ल। अन्टिल, अन्टिल भनेको के? नहुँदासम्म, नहुँदासम्म। ल हेर्नुहोस्, यु विल नट पास द एक्जाम अन्टिल यु स्टडी हार्ड हो। जब नहुँदासम्म, तिमी एक्जाममा पास नहुँदासम्म के गर्नु पर्यो? यु स्टडी हार्ड, तिमीलाई धेरै वर्क गर, कडा मेहनत गर्नु पर्यो। यो हो अन्टिल भनेको, नहुँदासम्म। टिल भनेको के? सम। त आई विल स्टे हियर टिल यति पिएम हो, यति बजेसम्म म हुन्छु, के गर्छु? आई विल स्टे हियर, यहीँ बस्छु। ल नेक्स्ट गर्नुहोस्। अब के छ? एउटा रिलेटिभ प्रोनाउन कनेक्टिभ, सम्बन्ध के छ? सम्बन्धवाचक सर्वनाम मिक्स संयोजक भन्छ यसलाई। सुन्नुहोस् त यसमा के हुन्छ? अब जति डब्लुएच वर्डहरू छ त्यो सबै बुझ्नुहोस् यसैमा पर्छ। त्यही हो के? रिलेटिभ प्रोनाउन हो। रिलेटिभ प्रोनाउन भनेको के? डब्लुएच वर्डहरू। त सुन्नुहोस् यहाँ सिम्पल, वेयर भनेको के हुन्छ? कहाँ हो। त कहाँ त हुन्छ, त जहाँ पनि यही माने हुन्छ। त सिम्पल अब याद गर्नु, क भनेको ज पनि हो। सरी, जस्तो व्हाट भनेको के? त के। त अब के भयो? जे पनि भयो, व्हाटै भनेको, व्हाट भनेको के भयो? अब जे। हु भनेको के हुन्छ? को। त जो भनेको के? त जो भनेको पनि हु नै हो, यसरी बुझ्ने ल। त हेर्नुहोस्, वेयर भनेको जहाँ, त के गर्ने? यो ठाउँ जनाएमा, वेयर भनेको कहाँ गइरहेछौ, कुन ठाउँ हो। त ठाउँ जनाइरहेको छ भने त्यति बेला वेयरको प्रयोग गर्ने। जस्तै दिस इज द लाइब्रेरी, वेयर भनेको जहाँ आई स्टडी डिफरेन्ट बुक, भयो न, ठाउँ जनाएको जना न। दिस इज द लाइब्रेरी, लाइब्रेरी भनेको के? ठाउँ जनायो, जहाँ आई स्टडी डिफरेन्ट बुक। अब अर्को हेर्नुहोस् त व्हेन, व्हेन भनेको के? जहिले हो। त जहिले यो के बताउँछ? समय, जहिले। यो के बताउँछ त? व्हेन को प्रयोग समयमा प्रयोग गर्ने। जस्तै यहाँ हेर्नुहोस् त, आई लर्न पियानो, आई लर्न पियानो व्हेन आई वाज अ यङ बोय हो। समय बताए कि जब म यङ थिए तब पियानो बजाइरहेको थियो, लर्न गर्यो। ल व्हिच र दैट को प्रयोग के हुन्छ? व्हिच र दैट भनेको जुन, केमा गर्ने? कुनै वस्तुको नाम आएमा। व्हिच को प्रयोग कहाँ गर्ने? कुनै वस्तुको नाम आएमा। जस्तै यहाँ हेर्नुहोस् त, दिस इज द पेन, त पेन के हो? वस्तु। त त्यसपछि गर्ने त व्हिच, जसले जुन आई बाउट स्टडी, जुन म हिजो किन्यो, भएन? यहाँ दैट पनि लेख्न पायो, दैट आई बाउट स्टडी, दैट पनि हुन्छ, व्हिच पनि हुन्छ। अब हु भनेको के हुन्छ? को। त जो पनि त्यही हो, जो। त के को? व्यक्तिको नाम जनाएमा हो, कुनै पर्सनको नाम जनाइरहेको छ भने त्यति बेला के गर्ने? हु को प्रयोग। जस्तै यहाँ हेर्नुहोस्, द मेन, जुन। त द मेन भनेको के? व्यक्तिको नाम छ एउटा। त हु इज वेयरिङ अ रेड क्याप इन माई ब्रोदर, इज माई ब्रोदर, सॉरी, रेड कैप इज माई ब्रोदर। ल यहाँ हेर्नुहोस्, अब हुम, हुम भनेको के? जसलाई हो, यादै राख्ने, के याद राख्ने? जसलाई।
त जसलाई यो भनेको के यो पनि व्यक्तिलाई जनाउँछ तर के यसको नेपाली मिनिङ जसलाई त दिस इज द गर्ल जसलाई आई लाइक भेरी मच हो यो केटी हो जसलाई म धेरै मन पराउँछु यसरी भन्न खोजेको छ ल सुन्नुस् त हु भनेको के जसलाई यति त दिमागैमा राख्ने अब सुन्नुस् अब के हो हुज हुज भनेको के जसको त यो के को आधारमा यो पनि व्यक्तिलाई जनाउँछ तर जसको हो त के द मेन व्यक्ति हो त हुज जसको के फोरहेड इज कभर्ड इन स्वीट इज माई अंकल हो ल अब सुन्नुस् व्हाई भनेको के किन के जनाउँछ कारण जनाउँछ यहाँ हेर्नुस् आई वान्ट टु नो व्हाई ही लेफ्ट हिज स्कुल के जनायो किन किनकि तिमी किन लेफ्ट गर्यो किन त जिन यसरी पनि बुझ्न सकिन्छ हो यहाँ हेर्नुस् हाउ भनेको के जसरी कसरी त जसरी के जनाउँछ तरिका कुनै एउटा हो तरिका जनायो भने त के गर्ने क्यान यु टेल मी हाउ डिड यु डू दिस कसरी कुनै तरिका जनाउँछ तरिका जनाएको जनाएन क्यान यु टेल मी तिमी मलाई भन कि जसरी डिड यु डू दिस जसरी तिमी यो गर्यो सोधिरहेछ हो त के जनायो तरिका जनाउँछ भने अब आउनुस् केमा पास्ट इयर क्वेशनमा सिम्पल कुरो ल आउनुस् त के भनेको छ 2082 केटीएम मेट्रोपोलिटन स्कलरशिप एक्जाममा सोधेको क्वेशन हो के छ ल पढ्नुस् यहाँ चुज द करेक्ट रिलेटिभ प्रोनाउन कनेक्टिभ हो के छ दिस इज द टाइम अफ द इयर वी हो टाइम अफ द इयर टाइम को कुरो भएको छ वी एक्सपीरियंस अ लट अफ रेन हो त टाइम कुरो को जनाउँछ वेयर व्हेन व्हिच कि व्हाट त व्हेन भनेको टाइमले जनाउँछ कि जनाउँदैन हो यही कुरा छ ल यहाँ हेर्नुस् fill in the blanks with correct connective her hard work she couldn't pass the exam हो couldn't pass the test मा पास भएन के छ हार्ड वर्क तर पनि पास भएन के छ हो अनएक्सपेक्टेड रिजल्ट तर के फेज आएको छ के गर्ने हो त यस्तो आयो भने तपाईलाई थाहा छ डिस्पाइट र इनस्पाइट अफ को प्रयोग गर्नुपर्छ त हेर्नु त इनस्पाइट अफ हुन्छ अफ दिएको छदै छैन त लगाइहाल्नु डिस्पाइट रंगै दिएको छ त्यहीमा बनेको थियो के कि यसरी पनि दिन सक्छ ल सुन्नुस् द डॉक्टर सजेसन वी एक्सेप्ट इज रंग इन अ गभर्नमेन्ट हस्पिटल हो द डॉक्टर अब के जुन त यो पनि हुन पायो जसको त यहाँ के छ वी एक्सेप्ट म एक्सेप्ट गर्यो के त डाक्टर को सल्लाह त जसको हुज भनेको के कसको त जसको सजेसन म एक्सेप्ट गर हामी एक्सेप्ट गर्यो र के भयो गभर्नमेन्ट हस्पिटलमा काम गर्न थाल्यो त जसको हो यो मिल्यो यो गर्नुस् हुज जसको सल्लाहले हो कि हैन हामी सबैजना एक्सेप्ट गर्यो वी एक्सेप्ट अब नेक्स्ट गर्नुस् यो पनि 2021 मा सोधेकै क्वेशन हो ल यहाँ हेर्नुस् त मनीमा इज अ वन्डरफुल लेडी एभ्रीवन क्यान ट्रस्ट हो त मनीमा इज अ वन्डरफुल लेडी अब के हुन्छ हु एभ्रीवन क्यान हैन हुम हो हुम जसलाई के गर्छ हुम भनेको जसलाई के गर्छ हो यही हुन्छ हुम एभ्रीवन क्यान ट्रस्ट मनीमा इज अ वन्डरफुल लेडी हु एभ्रीवन क्यान ट्रस्ट हु पनि हुन सक्छ हुम के हुन्छ ल यो कमेन्ट गर्ने तिमीहरू म पनि अलि कन्फ्युज जस्तो भयो हु हुन्छ कि हुम हुन्छ हुमै लाग्यो मलाई ल नेक्स्ट गर्नुस् त्यसपछि के हुन्छ हर एज त्यसपछि के छ सी इज के छ वर्किङ भेरी हार्ड हो के छ हर एज सी इज वर्किङ भेरी हार्ड यो उमेरमा पनि धेरै हार्ड त हर एज अहिलेको एज अब के होला त्यो पनि थाहा भएन ल यहाँ हेर्नुस् के हुन्छ डिस्पाइट पनि हुन पायो बिकज अफ पनि हुन पायो त के गर्ने हर एज हो त डिस्पाइट गरिहाल्नुस् किनकि के छ अनएक्सपेक्टेड जस्तो छ त्यसैले के गर्ने डिस्पाइट गर्ने र नेक्स्ट जानुस् व्हाट इज द नेम अफ द बोय बाइक यु ब्रोड हो व्हाट इज द नेम अफ द बोय अब कुनै व्यक्तिको नाम छ कुन वाला हुन्छ हु बाइक यु ब्रो जो तिम्रो बाइकमा बसेको छ जो त हु भनेको को त जो पनि त्यही हो ल नेक्स्ट गर्नुस्
हिज हार्ड वर्क ही डिडन्ट सक्सेस। हार्ड वर्क छ तर सक्सेस भएन। के छ यहाँ हो नाउन फ्रेज डिस्पाइट इन स्पाइट अफ डिस्पाइट अफ पनि छ। त डिस्पाइट अफ थोरै हुन्छ, डिस्पाइट हुन्छ मात्र। त यो गर, यो ठीक छ, यो गलत छ, अफ हुँदैन यसमा। त अफ दिएको छ भने त्यही त रङ बनाउनलाई दिएछ कि यो हुँदैन। ल नेक्स्ट गर्नुस्। द बिल्डिङ अब के छ? द बिल्डिङ के छ? एउटा घर छ, वस्तु छ हो। त वस्तु छ द बिल्डिङ द हर्सेस आर किप्ड इज कल्ड अ स्टेबल हो। त बिल्डिङ त छ, त के हुन्छ? व्हिच जुन द हर्स वाज किप्ड इज कल्ड वेयर, जहाँ हर्सहरू त्यहाँ बस्छ वेयर। ल नेक्स्ट गर्नुस्। अब के छ? द पुअर भिजिबिलिटी द पाइलट डिसाइडेड टु टेक अफ हो। नराम्रो भिजिबिलिटी, राम्रोसँग हेरेको छैन, बादलहरू छेक्यो होला, के होला, केही कारणले राम्रोसँग देखेको छैन। त पाइलट के डिसाइड गर्यो? तल टेक अफ गर्नलाई। त यो ठीक हो। के छ? कारण रहँदैछ तर के छ यहाँ? नाउन फेज। त के गर्ने? बिकज अफ। यहाँ छ बिकज अफ, गरिदिनुहोस्। ल नेक्स्ट जानुस्। फाइनली दे सोल्ड द हाउस दे हैड लिव्ड फॉर 15 years हो। फाइनली दे सोल्ड द हाउस वस्तु हो। व्हेन के छ? फाइनली दे सोल्ड द हाउस वेयर, जहाँ दे हैड लिव्ड हो, जहाँ त्यो कति दिनदेखि? 50 वर्षदेखि बसिरहेको छ। वेयर के भयो यहाँ? वेयर। यसरी बुझ्ने। ल आफैले मिलाउने। यु आर माई बेस्ट फ्रेन्ड हो। आई एम टेलिङ यु द सिक्रेट हो। तिमी मेरो बेस्ट फ्रेन्ड छौ। देयरफोर त्यसैले के सबै कुरा तिमीलाई भन्यो हो। यो गर्ने। ल नेक्स्ट जानुस्। रञ्जन डज हार्ड लेभल, धेरै लेभल हार्ड लेभल गर्यो तर पनि के भयो? फेल द इक्जाम। त के छ? हार्ड लेभल फेल द इक्जाम। यो छ रिजल्ट हो, अनएक्सपेक्टेड रिजल्ट। त के गर्ने? यो यही हुन्छ। बुझेको हुँदैन? यही छ, अरू त छँदै छैन अप्सनमा। इभे नै दो गर्ने। ल नेक्स्ट गर्नुस्। द्याट इज द हाउस वेयर आई वाज बर्न, जहाँमा जन्मेको छु। सिम्पल कुरो। ल हाम्रो के त आज चाहिँ यही के भयो? हाम्रो यो पनि खत्तम, कनेक्टिभ पनि सिध्यो। ल आजको लागि यति नै। बेस्ट अफ लक। पढ्दै गर्नु होला।